काली ओराली गर्दई आका भरी रार भर दई आधे बेरी संग लड़ दई खोला नदी सागर तर दई दुख पीड़ा बिरसा गई आए। अहिले चाहिँ म न्युजिल्यान्डको एयरपोर्टमा आइसकेको छु। धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी भन्ने गीत गाउनु मन लागिरहेको भिनाजुहरूलाई सम्झेर। अहिलेसम्म 15 मिनट पर सम्झे यार, तल झरेको 30 मिनट भइसक्यो। भिनाजुहरूलाई कुरो बसिरहेको छु होइन। अब आएपछि चलिन्छ। जाडो छ यहाँ चाहिँ, जे होस् अस्ट्रेलियाभन्दा चाहिँ अलिक बढी। रातो कलरको गाडी छ टोयोटा। यस्तो ढिला आइदिने यहाँ जान्छ। ओहो के छ तपाईँको? के भन्नु भिडियो बनाउने क्या? भिडियो दिबियन 2-4 शब्द धोकेबाज हौ तिमी यस्तो ढिला आइदिन्छौ पुरै देर चिसो पता त्यही भएर त भित्र भनेर अगाडिबाट हेर्दै जान्न। आज भ्लग बनाउँदै बस्ने दिबियन बनाउनै पर्यो नि। कति जाडो हो कि अस्ट्रेलिया भन्दा यस्तो जाडो छैन हौ यति साह्रो त। चसक्कै छ हौ यहाँ त। यस्तै छ ल। दिदीहरू त यहाँ हुनुहुन्न नि त। यहाँ त यहीँ कोही छैन। अब यहाँबाट जाने हो कि यहीँ कोही पनि छैन। यहाँ चाहिँ कान्छी देउन तिम्रो नम्बर रिसानी बानी अलिक काम गर। सेलरोटी बनाएर ल म त उडेर आएँ नि। बाब्रो भाइ भन्दा नि ठुलो भयो त। तिमीले यतिर देखिन्छ सेलरोटी खाइदिउँ त ल। तातो त ल। कस्तो लागिरहेछ त? तिहार आयो जस्तो लागिरहेको मलाई त। मलाई त थाहा थियो भने त के ढाँटेको रहेछ चिज त। भिनाउनु त अझै थाहा छैन भन्नु त। मलाई त यताबाट कन्फर्मेसन लागेको त भुलै भयो। कहाँ आइस हिँडी भन्छु म त यहाँ गाउँमा हो भन्छ। मामा आयो तिम्रो अस्ट्रेलियाबाट मामा आएछौ। मामा आयो मामा। ओ डन प्रसाद चाहिँ यो चाहिँ अस्ट्रेलिया चाहिँ यो कान्छी रिसाइदेऊ यसले जाडो भयो। कुनै त जग्गाहरू तपाईँले कहाँ राखिदिनको? यहाँ हेर त को आएछ फेरि? मामा हो नि यो। मामा न सापा भन्नु देखा होइन उ आएर कि यार चेत मामा छोरी हेर मामा तिम्रो ओरिजिनल मामा। किन लजाउने भान्जीहरूले ढोकिस ढोक्नु पर्छ। अन्त खुट्टामा ढोक्नु पर्छ नि सबलाई भाग्यमानी बाबा भन्न न मलाई। अब चाहिँ हामी जेठा घर के अरे के भन्छन् रे? कहाँ जाँदैछौँ रे? जेठा घर भन् के भन्छन् नि? बुढोहर जाँदैछौँ। मामा आउनुको छोनो राति उठाएर के भयो यस्तो? मान्छे के छ? कत्रो भएछ के भएछ यो? अर्कै भएन कि गोरु सानो भेट भयो ल कान्छाको 7 वर्षमा 7 वर्षमा 72 सालमा 14 गते हिँडेको
आज कति 68 साल एप्रिल 69 साल चैतको 27 फेब्रुअरीमा गएको मार्च एप्रिलमा भेट भयो कति मोटाइ छ के भेटी लाएर आफू नि यत्रै चेन्ज छि मैले मजै बनाएर कस्तो गान्छ कि हो 2 महिना भएर त्यसलाई न्युजिल्यान्ड भन्छ तर हैन क्रिस्चियन तारा भन्छ यो चाहिँ हाम्रो भाइ आएको चाहिँ वार्म वेलकम केक हो हैन यो तिम्रो मामा हेर यहाँ गो भनेन मामा कति सानो यिनीहरू बाबा म त ठुल्ठुलो होला भन्नु फोटो हेर्दाखेरि ह्यापी बर्थडे टु यु ल ह्यापी बर्थडे टु यु गरौँ न केक खाने केक खाने खै बिना म त ठुलो ठुलो भन्थ्यो सम्झाउने त्यो हेर्दाखेरि ठुलो देखिने नि त केक रेडी भयो केक ल टोली लाइन लाएर के खाना बस्नु त केटा थियो एकै सर्टमा पुग्ने हो फोटो काट्नु लागिसकेको ल ल एकै सर्टमा पुग्यो ताली बजाउँदै पठाएर ठुलो भएर यत्रो ढाडे बिरालो भएछ ह्यापी वेलकम इबानलाई वेलकम टु गुड नाइट भएन केक यही छ ए ल सबजना हामी बेला भयौँ दिदी बहिनी भाइ मम्मी वी मिस यु धेरै धेरै मम्मीलाई म आज आउँदैछु कहाँ आउनुहुन्छ तपाईँ अनि बुवा वी मिस यु धेरै धेरै वी लभ यु आजको यहीँ सक्यो मेरो च्यानल पनि छ अमृता आचार्य युट्युबमा अनि त्यसलाई पनि एकदम धेरै सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला भाइले ल्याएको कोसेली चाहिँ भाइले हामीलाई के लिएर आइदियो भाइ झोला लिएर आन जा झोलामा के छ कस्तो लाग्यो सिस्टर भाइलाई भेटेर ए कति खुसी लाग्यो 7 वर्ष भाइलाई भेट्यो तिमी सानो हुँदाखेरि मामा आउन थियो नि अस्ट्रेलियाबाट अनि अहिले चाहिँ थियो नि भएपछि मामा हो नि त मामा तिम्रो मामा हो नि त म त्यो मम्मीको भाइ हो मम्मीको भाइ तिम्रो मामा इभानले चिनी हौ मामालाई यता मम्मी हुन्छ काम त यहाँ सबै दिन आओ कत्रो भएर आएछ सानो पठाएको थिएन ढाडे भएर मम्मीले त भेटिरहन खालि कालो निलो भएर पुरै ढुङ्गो भएर आएछ मम्मी कान्छ त यो चाहिँ हाम्रो भिनाजुको लागि हो ए मेरोमा जम्मैलाई कसैले लिएर आएछ यस्तो त्यो भिनाजु खोलेर आउन ए ब्लुलेवाला आएछ ब्लुले भिनाजुको लागि गिफ्ट आएछ ल अझै डबल ब्ल्याक भन्दिनु केटाले अझै अझ ब्लु लेभल आइछ ल झन् रिसिट है भनेर रिसिट के हो केही ल्याएन भने के ल
ल ल ल एउटा छानम पहिला होइन पछि लडाइ हुनसक्छ मलाई छानिसकेपछि चाहिँ लास्टमा गएर दुईजनाको मन्जुरी भयो भने छाट्न मिल्यो दुईजनाले होइन को कसलाई छाट्न मन लाग्छ तिमीले गल्ती गर्यो क्या भाइ दिएर होइन खुट्टा ढोकिदेऊ तिहारको सट्टा यही गिफ्ट भन्नुपर्छ के तिहार दसैँ तीज सबै हो यो त अब घरिघरि हुँदैन अब आफै मलाई पनि थाहा छैन के छ भनेर आफै थाहा ल ल मैले छान्दैन त मलाई त भित्र सबै उस्तो छ नि लकेट परे ल अलिअलि फरक छ सेम होइन नि त म त सबै उ रह्यो ल थ्याङ्क यू भाइ भाइले अनि काम साम त बहुत डायमन्डै लगाइदिने भयो अन्त भाइ यो चाहिँ सुन हो त्यसमा चाहिँ अलिक सबैमा डायमन्ड छ क्या अलिअलि ए कति मन परो राम्रो भयो मैले राम्रो चिज गरेको त पुरै थ्याङ्क यू कान्छा राम्रो भाइ महँगो छ है ल भान्जी आइन ल निन्द्रा लाग्ने होइन हामीलाई त हेर्नु त मम्मी हाम्रो त पुरै डायमन्ड आएछ नि त अस्ट्रेलियन डायमन्ड हिरा हिरा भाइ 7 वर्ष लाउर गएर आएको डायमन्डै देखेर आएको ल आजको लागि यति होइन युनिक आइपुगेछ अब भोलि हाम्रो फेरि कार्यक्रम छ यसपछि चाहिँ हामी सी गाइस ल ल लिमिटेड एडिसन वाला हैन लिमिटेड एडिसन वाला हैन भाइले चाहिँ अस्ट्रेलियाबाट लिएर आएको लिमिटेड एडिसन वाला भाइले चाहिँ अस्ट्रेलियाबाट लिएर आएको टक्क 400 450 को औषधि सुन्नु पर्छ यो त सुनमा कस्तो बास्ना छ खै सुन्नु त लक्ष्मी नै जस्तो गर्नु सुन्ने हो दाजु आउनुस्